यसमा कुकुर भन्छ के भन्छ यो यहाँको मान्छेलाई भनेको होइन फेरि ल यो खोज्दैन होला नि डगलाई इङ्ग्लिसमा कुकुर भन्छ तर त्यो कुकुर भुक्छ त्यो भुक्नुलाई चाहिँ बार्क भन्छ र मैले सुन्दै जाँदा यो गाउँको नाम झाँकी पार्क रहेछ छन्द अलङ्कार मिलाएको मात्रै यो कविले मिलाएको कविता मात्रै हो तर मानिसको प्राण पशु प्राणीको भन्दा मूल्यवान छ त्यही हार्क बार्क पार्क मिलाएको मात्रै हो त्यसरी नै नेपालीमा गुदीलाई चाहिँ होइन बोक्रालाई पनि बार्क भन्छ यो गाउँठाउँको नाम चाहिँ झाँकी पार्क भन्दो रहेछ र झाँकी पार्कमा झौकीहरू नै आएको रहेछ हामी र ताली बज्दै गर्दाखेरि चाल पाएको एकचोटि आफ्नै लागि ताली बजिदिनुहोस् कन्फर्म गरेको हजुरहरूको ताली हालिहाली मलाई थपिदिनु भएको हामी सबैलाई थपिदिनु भएको हौसलाको मसला समर्थन ईश्वरलाई नै समर्पण होस् अनि यो कार्यक्रमको आयोजक प्रायोजक हजुरहरू मध्येका ठुलाहरूलाई धन्यवाद सानाहरूलाई आशीर्वाद अरू त मासु भात खाएकै छ र मैले जलपाइगुडीमा सेन्ट्रल जेलमा मेरो दाजु ठुलो अफिसर हुनुहुन्थ्यो पुलिस अफिसर उहाँको माध्यमद्वारा जेल मन्त्री पनि भेट्ने मौका पाएँ म्युजिक आवरमा अब म राम्रै सङ्गीतकार अनि दाजु पनि पुलिस अफिसर तर पनि जेलरले चाहिँ तुम भन्दै बोल्दो रहेछ गाउँको नपढेको केटाहरूलाई तुम क्या बजाते हो भन्दै थियो मलाई हमारे लड्को को भी सिकाओ भन्ने थियो भरे जेलभित्रको कैदीहरू चोरहरू लड्काहरू तर मलाई एउटा कुरा भन्नु मन पर्यो भनिन मुख सम्हाले त्यो चाहिँ यहाँ भनिदिनु पर्यो भने बदमाश लोगों के लिए जेल होता है वाह भनिदिनुहोस् त सर में जो बाल होते हैं उसमें लगाने के लिए तेल होता है और गिटार बजाने के लिए अजय लम्जेल होता है भन्नु मन परेको थियो त्यहाँको रिस यहाँ पोखा जस्तो भयो बाजाको नाम कङ्गो हुँदो रहेछ यो ठाउँको नाम रङ्गो हुँदो रहेछ हुँदै गर्छ सो म यो ठाउँ सेकेन्ड टाइम आएको जस्तो लाग्छ तर पहिला म आएको ठाउँ त हाम्रो सुभाष दाले मलाई बोलाउनु भएको ठाउँको नाम के थियो पनि त्यहाँनिर पनि हामीले कमिटी हलमा प्रोग्राम गरेका थियौँ यसरी बाहिर ओपनमा 3 ग्लास चिया खाँदै होइन र त्यहाँभित्र तातोमा कार्यक्रम गरेका थियौँ यो गाउँको दुईवटा कुरा चाहिँ साह्रै मन परेको छ जाडो मौसम र तातो चिया यो दुईवटा साह्रै मिल्दो रहेछ एउटा भनाइ छ ससुरा न सासु गोरुको मासु साह्रै मजा आएको थियो सो मे गॉड ब्लेस यु अल अनि गीत त छँदैछ वाद्यवादन पनि छँदैछ गर्नको लागि रसुवा साधन पनि छँदैछ तर सबभन्दा पहिला चाहिँ नि अघि हाम्रो ज्ञानदाले दाजुले भन्नुभएको जस्तो ह्याप्पी क्रिसमस र शुभ बडादिनको अभिवादन पनि छ तर होसमा मनाउने चाहिँ बडादिन हो कडा खाएर बेहोसीमा मनाउने चाहिँ कडा दिन हो त्यसैले गर्दा म यो एउटा गीत हेलमेट खोल्दै गाउन लागेको छु टोपी भनेको क्रिसमसको सो अवसरमा तर हजुरहरूलाई म मेरो आफ्नै कम्पोजबाट एउटा दिन लागिराखेको छु पहिलो गीत यो खासमा कतिवटा टेक्निकल कुराहरू मिलिन्जल बोलेर कभर मात्रै हो गरेको मात्रै हो नभए यस्तो बोल्ने मान्छे होइन म र Christmas rum, la 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 la.
वरदान दिनुहुने येशू ख्रीष्ट जिउँदो परमेश्वरको प्रिय पुत्र हुनुहुन्छ। ताली बजाइदिनुहोस्। टोपी लगाएर अलिक गीत गाउनु मलाई। बुझेर कि नबुझेर बडा दिनको अर्थहरू बुझेर कि नबुझेर बडा दिनको अर्थहरू गर्दछ सबले खर्चमाथि खर्चहरू गुन्जिँदैछ यहाँ हल्ला